सो च्याप्टरको नाम छ फाइब्रोस्किनोसिस कुटोसिस एन्ड के छ यहाँ तपाईँको चाहिँ मुभमेन्ट भनेको छ। यो च्याप्टरमा तपाईँले दिमागमा राख्नु होला, एउटा चाहिँ तपाईँलाई 2 मार्क्सको प्रश्नमा आएकै हुन्छ है त, र आएको चाहिँ कति आउँछ भने 10 मार्क्सको कि त 15 मार्क्सको आउने गर्छ। हेर 100% हो, म्याक्सिमम चाहिँ 15 मार्क्सकै आउने गर्छ, तर कहिलेकाहीँ चाहिँ 10 मार्क्सको पनि आइदिन्छ। र अब यहाँ बुझ्नु हो तपाईँले है, सबैभन्दा पहिला यहाँ टपिक कुन टपिक छ त। नम्बर 1 टपिकमा हाम्रो यहाँ हुन्छ एउटा स्कुनोसिस, यो अगाडिको स्कुनोसिस भन्छ नि, यो स्कुनोसिस भन्ने हुन्छ है, सरी स्कुनोसिस भनिदिएको हुन्छ। यो स्कुनोसिस तपाईँको कति प्रकारको हुन्छ भने फेरि तपाईँको इक्जाममा सोधिने भनेको म्याक्सिमम 2 प्रकारको हुने गर्छ है। इक्जाममा सोध्ने भनेको पहिलो टाइपको छ यहाँ चाहिँ, यसलाई चाहिँ हामीले के भन्नुपर्छ भने यसलाई हामीले भर्छ कार्ल पेयर्सन है, कोफिसिएन्ट अफ के भन्छ यसलाई चाहिँ स्कुनोसिस भन्ने गर्छ। दिमाग राख्नु होला, यसलाई सर्ट फर्ममा लेख्न पर्यो भने एसकेपी भन्ने गर्छ। यसको फर्मुला चाहिँ के छ भने मिन माइनस मोड छ र अपरमा के छ स्ट्यान्डर्ड डिभिजन। हामीले मिन कसरी निकाल्ने अगाडि च्याप्टरमा सिकिसकेको छ, फर्स्ट च्याप्टरमा। मोड कसरी निकाल्ने यो पनि हामीले फर्स्ट च्याप्टरमा सिकिसकेको छ। स्ट्यान्डर्ड डिभिजन कसरी निकाल्ने यो हामीले दोस्रो च्याप्टरमा सिकिसकेको छ। दिमाग राख्नु, यो कार्ल पेयर्सन भन्ने गर्छ। अर्को हुन्छ यसको अझै टप एउटा नोटमा तपाईँले लेख्नु होला, इफ है त मोड इज इल डिफाइन। यदि मोड चाहिँ के छ भने इल डिफाइन छ भने मतलब इल डिफाइन भने मतलब फेरि तपाईँले मोड तपाईँले निकाल्न सक्नुहुन्न भन्ने खोजेको। फेरि तपाईँले फेरि मोड इल डिफाइन भनेको मोड बिरामी छ भन्न खोजेको होइन। फेरि बुझिराख्नु, फेरि मोड के भनेर खोजेको भने मोड यदि तपाईँको यो क्वेसनमा है मोड तपाईँले यदि के निकाल्न सक्नुहुन्न भने, अब मोड निकाल्न तपाईँ कन्डिसन तपाईँ थाहा छ कि एफ हाम्रो अस्ति सिकेको F0 F1 F2 गरेको गर्छ हैन। तपाईँको त्यस्तो के छ, तपाईँले मोड निकाल्न सकिन्न भने तपाईँले चाहिँ यो एसकेपी चाहिँ कसरी निकाल्न सकिन्छ भने त्यो हामीले बुझ्न पर्ने हुन्छ है त। एसकेपी हामीले निकाल्न सकिन्छ, अगाडि चाहिँ तपाईँले राखिन्छ 3 राखिन्छ, फेरि यहाँ मिन माइनस के गरिन्छ तपाईँ यहाँ चाहिँ फेरि मिडियन गरिन्छ र अपरमा के गरिन्छ यहाँ तपाईँको चाहिँ स्ट्यान्डर्ड डिभिजन गरिन्छ है त। यो तपाईँको के भयो कार्ल पेयर्सनको कोफिसिएन्ट स्कुनोसिस भयो त। यो स्कुनोसिस भित्र पर्छ यो चाहिँ। अब आज एउटा के छ स्कुनोसिस छ, अर्को चाहिँ स्कुनोसिस के छ भने तपाईँ यहाँ चाहिँ हाम्रो यहाँ छ कुटोसिस भनेर दिएको छ है त। सरी बाउली कोफिसिएन्ट अफ तपाईँ यहाँ के छ स्कुनोसिस भनेर दिएको छ। यो कुरा चाहिँ बुझ्नु हामीसँग दुईवटा छ, कार्ल पेयर्सन र बाउली। बढी इम्पोर्टेन्ट चाहिँ कार्ल पेयर्सन चाहिँ दिमाग राख्नु, बढी इम्पोर्टेन्ट चाहिँ कार्ल पेयर्सन छ, बाउली छ है हामीसँग आएको चाहिँ। यो चाहिँ हामीसँग यो कार्ल पेयर्सन चाहिँ एसकेपी लेखिन्छ भने बाउलीले चाहिँ हामीले एसकेबी गरिन्छ। यसको चाहिँ फर्मुला के छ भने Q3 अनि प्लस Q1 माइनस 2 मिडियन है, 2 मिडियन अपरमा चाहिँ के हुन्छ भने Q3 माइनस के हुन्छ Q1 हुने गर्छ। अब Q1 कसरी निकाल्ने, Q3 कसरी निकाल्ने, मिडियन कसरी निकाल्ने यो हामीले अगाडि चाहिँ अघिल्लो च्याप्टरमा पढिसकेका छौँ। दिमागको कन्सेप्ट हाल्नु तपाईँले हेर्न सक्नुहुन्छ। यसरी स्कुनोसिस भित्र तपाईँको यो दुईवटा पढ्ने गर्छ, दिमागमा तपाईँले राख्नु होला है त। स्कुनोसिस अब तपाईँलाई कुनबाट निकाल्ने, यदि तपाईँको के एउटा कुरा बुझ्नु है तपाईँलाई, यदि तपाईँलाई इक्जाममा जस्ट तपाईँले के भनिदियो कोफिसिएन्ट अफ स्कुनोसिस मात्रै भनिदियो। अब कोफिसिएन्ट स्कुनोसिस यो पनि हो यो पनि हो। अब यो कार्ल पेयर्सनको हुन्छ कि बाउलीको हुन्छ भने त्यो कसरी थाहा पाउन सकिन्छ भने यदि तपाईँको कुनै पनि प्रश्न के तपाईँले है दिमाग राख्नु हामीसँग, यदि कुनै पनि प्रश्न तपाईँलाई यदि यहाँ तल हुन्छ यस्तो क्लासमा लेस देन मोर देन बिलो एबभ अप टु भनेको छ भने तपाईँलाई यो एसकेबी सुटेबल हुने गर्छ है त। लेस देन मोर देन अथवा तपाईँलाई के भन्छ भने क्वार्टल पनि भन्ने गर्छ, यसलाई क्वार्टल कोफिसिएन्ट पनि भन्ने गर्छ। क्वार्टल कोफिसिएन्ट भन्यो भने यो निकाल्न पर्छ, न त तपाईँले म्याक्सिमम कार्ल पेयर्सन निकाल्नु पर्ने हुन्छ। अब यो त भयो तपाईँको भर्खरको यो स्कुनोसिसको टपिक भयो। अब अर्को टपिक तपाईँको कुन छ भने तपाईँको चाहिँ अर्को चाहिँ यहाँ कुटोसिस छ है, दिमाग राख्नु। अब अर्को चाहिँ यो तपाईँको चाहिँ 2 नम्बरको टपिक छ। अब हाम्रो यहाँ के छ कुटोसिस छ है त। अब कुटोसिसमा चाहिँ हामीले के गर्न सकिन्छ भने यसलाई चाहिँ के लेखिन्छ भने यसलाई चाहिँ हामीले भन्ने गरिन्छ, यसलाई चाहिँ हामीले पर्सेन्टाइल कोफिसिएन्ट है, कोफिसिएन्ट अफ तपाईँ यसलाई के भन्ने गर्छ, यहाँ चाहिँ तपाईँको चाहिँ कुटोसिस भन्ने गर्छ। पर्सेन्टाइल कोफिसिएन्ट अफ कसै चाहिँ कुटोसिस भन्ने गर्छ। अथवा यसलाई हामीले के भन्न सकिन्छ भने टेस्ट फर नर्मालिटी पनि भन्ने गर्छ है, टेस्ट फर नर्मालिटी भन्ने गर्छ। यो 2 वर्ष लगातार 2080 सालमा पनि 2081 सालमा पनि यही आइरहेको छ। तपाईँलाई 80 साल 81 लगातार 2 वर्ष भयो तपाईँलाई पर्सेन्टाइल कोफिसिएन्ट अफ कुटोसिस आएको छ हामीसँग। यो चाहिँ हाम्रो के हुने गर्छ है, यो के भनेको मतलब कुटोसिस हो
यसलाई चाहिँ हामीले कसरी निकाल्न सकिन्छ भने यसलाई हामीले निकाल्न सकिन्छ यहाँ Q3 - Q1 अपनमा चाहिँ 2 हुन्छ र यहाँ P90 - P10। अब तपाईँले भन्ला P1 पनि हामीले P90 P10 हामीले पर्सेन्टेज भन्नेमा सिकिसकेको P10 P90 निकाले हामीले पर्सेन्टेजमा सिकेको हो Q1 Q2 निकाले हामीले हिजो अस्ति सिकेको है त बुझिराख्नु होला र सर्ट फर्ममा लेख्न पर्यो भने तपाईँ थाहा छ नि तपाईँले हिजो सिकाएको थियो नि क्वार्टर डिभिजन भनेको हिजो नै अस्ति सिकाएको थियो क्वार्टर डिभिजन भनेको Q3 - Q1 को अपन 2 हो त्यही भएर Q3 - Q1 अपन 2 भनेको चाहिँ हामीले सिधै के लेख्न सकिन्छ भने क्वार्टर डिभिजन लेख्न सकिन्छ र तल चाहिँ तपाईँको P90 P - P10 गर्न सकिन्छ है त दिमाग राख्नु है Q3 - Q1 अपन 2 भनेको यो क्वार्टर डिभिजन यो पनि लेख्न सक्नुहुन्छ तपाईँले यो 2 वर्ष भयो लगातार यो आएको छ 80 सालमा यो आएको छ 81 सालमा यो आएको छ तर 82 सम्म चाहिँ आएको थियो 15 मार्क्समा आएको थियो र त्यसपछि फेरि तपाईँको हेर्न सक्नुहुन्छ तेस्रो टपिक भनेको मुभमेन्ट है मुभमेन्ट हुन्छ है मुभमेन्टभित्र तपाईँको दुईवटा छ फेरि बुझ्नु नि यो चाहिँ तपाईँको स्क्रुसिस मात्रै भयो यो चाहिँ तपाईँको कुटुसिस भयो अर्को चाहिँ के हुन्छ मुभमेन्ट भन्छ है तेस्रो टपिक के छ मुभमेन्ट भन्ने टपिक छ मुभमेन्ट टपिकमा तपाईँलाई के छ भने मुभमेन्ट टपिकभित्र पनि तपाईँको दुईवटा छ यो भित्र पनि एउटा छ मुभमेन्टको तपाईँ के छ भने स्क्रुसिस है त दिमाग है माथिको स्क्रुसिस तपाईँको छुट्टै है मुभमेन्टको होइन फेरि ख्याल राख्नु होला यो चाहिँ के हो मुभमेन्टको बाई युजिङ द मुभमेन्ट भन्छ बाई युजिङ द मुभमेन्ट भन्यो भने तपाईँको स्क्रुसिस निकाल्नु पर्छ है यसको चाहिँ के हुन्छ सर्ट फर्ममा लेख्न यसलाई बेटा 1 भन्ने गर्छ है यसको चाहिँ बेटा 1 भन्ने गर्छ यो चाहिँ फर्मुला के छ भने यो चाहिँ फर्मुला तपाईँको μ3 को स्क्वायर अपनमा μ2 को तपाईँ यहाँ के हुन्छ भने क्युब गर्न पर्छ है यसको चाहिँ यसलाई बेटा 1 पनि भन्न सकिन्छ अथवा यसलाई हामीले y1 पनि भन्न सकिन्छ यो y1 को फर्मुला चाहिँ हल्का छ छुट्टै छ यहाँ μ3 को यहाँ μ3 राख्नु होला अनि त र यहाँ फेरि तपाईँको μ2 को क्युबलाई अन्डर रुटमा राख्दिनु है त यहाँ स्क्वायर चाहिँ गर्नु पर्यो फेरि यो त्यसै गरी मुभमेन्टको स्क्रुसिस पनि छ भने मुभमेन्टको तपाईँको के छ भने मुभमेन्टको तपाईँ यहाँ चाहिँ कुटुसिस पनि छ ख्याल राख्नु होला इक्जाममा तपाईँ तोकेर भन्छ र इक्जाममा तपाईँ के भन्छ भने बाई युजिङ द अनि मेथड अफ मुभमेन्ट भन्छ मुभमेन्ट मेथडले तपाईँले स्क्रुसिस कुटुसिस निकाल्यो भन्यो भने यो निकाल्न पर्छ तर तपाईँले मुभमेन्ट मेथडले भनेन जस्ट तपाईँले कोफिसिएन्ट स्क्रुसिस कोफिसिएन्ट कुटुसिस भनिदियो भने तपाईँले जुन निकाल्न पाइन्छ यो निकाल्न पाइन्छ माथिको एसकेपी र यो के निकाल्नु हुन्छ तपाईँ इच्छा है त बुझ्दा तपाईँको चाहिँ तोकेको छैन भने जुन निकाल्न पाइन्छ तर तोकेको छ भने मुभमेन्ट भनेको त मुभमेन्ट निकाल्नु पर्ने हुन्छ है त यसको चाहिँ हामीले बेटा 2 भन्ने गर्छ यो तपाईँको के हुन्छ भने μ4 को अपन μ2 को तपाईँ यहाँ के हुन्छ भने स्क्वायर हुने गर्छ अथवा y2 भनेको मतलब फेरि के हुन्छ भने तपाईँको यो चाहिँ तपाईँ यहाँ चाहिँ तपाईँको फेरि बेटा 2 माइनस तपाईँको 3 गर्न पर्ने हुन्छ हामीसँग हेरौँ यसरी हामीले के गर्न सकिन्छ भने यो हिसाबलाई सल्भ गर्न सकिन्छ हेर यो बाइक है त यो बाइक तपाईँले के बुझ्न पर्ने हुन्छ भने दिमागमा तपाईँले कन्सेप्ट राख्नु होला तपाईँले जो छ नि हामीसँग सिबी पनि हुनेको सिबी त हामीले अगाडि च्याप्टरमा पढिसकेका छौँ अब के भन्छ यहाँ पनि कहिले के सोधिन्छ मुभमेन्टमा तपाईँलाई के सोधिन्छ सिबी सोधिन्छ सिबी भनेको स्ट्यान्ड डेभिएसनको अपन मिन तपाईँलाई थाहै छ है त हामीसँग इन्टु 100 हो यस्तो खाले केसमा हामीले के बुझ्न पर्ने हुन्छ भने तपाईँको अब जो मिन छ नि मिन त हामीले त अगाडि के पढेको थियो तपाईँलाई थाहा छ नि हामीले मिन अगाडि पढ्थ्यो हामीले मिन अगाडि सिकिन्थ्यो कसरी सिकिन्थ्यो अरे अगाडि हामीले सिकिन्थ्यो मिन बराबर ए थियो समेसन एक्स को अपन अथवा ए प्लस समेसन एफडी अपन एन गरेर सिकेको थियो हामीले यसरी तर यहाँ चाहिँ के हुन्छ त सिधै ए प्लस μ1 को ड्यास हुन्छ भने स्ट्यान्ड डिभिजन चाहिँ हामीले के गर्थ्यो स्ट्यान्ड डिभिजन चाहिँ हामीले निकाल्दा के गर्थ्यो समेसन एफडी स्क्वायर अपन एन माइनस समेसन एफडी अपन एन को यहाँ के गर्थ्यो होल स्क्वायर गर्थ्यो र इन्टु एच गर्थ्यो भने यहाँ चाहिँ तपाईँको जो हामीले म्यू निकाल्छ नि μ2 निकालेको सिधै हामीले यहाँ राख्न पर्ने हुन्छ अब μ1 μ2 कसरी निकाल्छ तपाईँ पछि हिसाब गर्दा तपाईँलाई भनिदिन्छु है यसो तपाईँले निकाल्न सकिन्छ यदि तपाईँलाई भेरिएन्स भनेको छ भने भेरिएन्स भनेको तपाईँलाई थाहा छ नि के हो स्ट्यान्ड डिभिजनको स्क्वायर भनेको छ भने यो चाहिँ तपाईँको के हुन्छ भने μ2 मात्रै हुने गर्छ है दिमागमा कन्सेप्ट तपाईँले यसरी राख्नु होला र अब एउटा कुरा बुझ्नु होला है हामीले जहिले पनि छ नि तपाईँको स्क्रुसिस र कुटुसिस हुन्छ नि स्क्रुसिस कुटुसिसमा तपाईँको जहिले पनि यो म्यू राखिन्छ नि μ1 र यो μ2 μ3 राखिन्छ नि यो हुन्छ सेन्ट्रल मुभमेन्ट राख्न पर्छ सरी सेन्ट्रल मुभमेन्ट राख्न पर्छ तर हामीले कहिले कहिले क्वेसनमा के दिन्छ भने क्वेसनमा चाहिँ हामीले कहिले काहीँ के दिन्छ भने सेन्ट्रल मुभमेन्ट नदिएर र मुभमेन्ट दिन्छ है त र मुभमेन्ट सेन्ट्रल मुभमेन्ट कसरी छुट्याउने त म पछि हिसाब गर्दा कुरा गर्छु है त अब तपाईँको कस्तो हुन्छ भने तपाईँको दुईवटा हुन्छ कि तपाईँको मुभमेन्ट पनि ख्याल राख्नु है त एउटा हुन्छ तपाईँसँग सेन्ट्रल मुभमेन्ट हुने गर्छ फेरि है त सेन्ट्रल मुभमेन्ट हुने गर्छ अर्को हुन्छ तपाईँ फेरि के हुन्छ भने तपाईँको यहाँ चाहिँ फेरि र मुभमेन्ट हुने गर्छ हामीले जो यो बेटा 1 र बेटा 2 मा राखिन्छ नि यो बेटा 1 र बेटा 2 मा राखिन्छ नि यहाँ जहिले पनि राख्ने भनेको सेन्ट्रल मुभमेन्ट हो सेन्ट्रल मुभमेन्ट भनेको जस्तो कि तपाईँको μ1 र मुभमेन्ट भनेको μ1 को ड्यास हुन्छ है र मुभमेन्ट चाहिँ ड्यास हुन्छ यहाँ चाहिँ तपाईँको ड्यास गर्न पाइने जस्तो कि तपाईँले लेख्न μ1 निकालेको छ भने समेसन एफडी अपन एन इन्टु एच गर्न पायो
यसको चाहिँ के हुन्छ समेसन एफडी ड्यास हुन्छ एन हुन्छ इन्टु एच नै हुन्छ सेम हेर्दा एउटै छ है हामीसँग यहाँ म्यु2 निकाल्न पऱ्यो भने फेरि समेसन एफडी यहाँ चाहिँ स्क्वायर भयो एन भयो यो एचको पनि स्क्वायर हुन्छ यहाँ चाहिँ के हुन्छ म्यु2 को ड्यास है त सेन्टरमा चाहिँ ड्यास हुन्न रमा चाहिँ ड्यास हुने गर्छ है यो तपाईँ निकाल्छ समेसन एफडी ड्यासको स्क्वायर है यहाँ ड्यास हुन्छ अपन एन हुन्छ एचको स्क्वायर भयो त्यसै गरी तपाईँको 3 निकाल्न छ भने म्यु3 निकाल्छ भने तपाईँको समेसन एफडी 3 एन भयो इन्टु एचको तपाईँ यहाँ कति भयो तपाईँ यहाँ चाहिँ 3 भयो यो पनि म्यु3 ड्यास निकाल्छ भने फेरि समेसन एफडी ड्यासको 3 भयो एन लेखिन्छ इन्टु एचको पावर 3 भयो त्यसै तपाईँको म्यु4 निकाल्न छ भने समेसन एफडी यो 4 भयो इन्टु एन इन्टु एचको पावर तपाईँ कति भयो 4 भयो भने यसको तपाईँको 4 ड्यास निकाल्न छ भने फेरि समेसन एफडी ड्यासको पावर 4 एन इन्टु एचको पावर कति हुन्छ 4 हुने गर्छ है दिमागमा तपाईँ एउटा कुरा बुझ्नु होला अब यो र मुभमेन्ट हो कि सेन्टर मुभमेन्ट त कसरी म हिसाब गरेर तपाईँ भन्छु कसरी थाहा पाउने भनेर र त्यसमा तपाईँ के बुझ्नु होला भने तपाईँ भनेको भन्छु यो कुटुसिस र स्कुलिसिसमा तपाईँको जहिले पनि सेन्टर मुभमेन्ट नै राख्नुपर्छ है यो राख्नुपर्छ बिना ड्यासको राख्नुपर्छ अब र मुभमेन्ट राखेर भएन अब मान लो भोलि तपाईँ हिसाब गर्दा गर्दा सेन्टर मुभमेन्टको साटो र मुभमेन्ट आइहाल्यो भने हामीले के गर्नुपर्छ भने र मुभमेन्टलाई फेरि हामीले सेन्टर मुभमेन्टमा के गर्नुपर्छ भने कन्भर्ट गर्नुपर्छ है त र मुभमेन्टलाई सेन्टर मुभमेन्टमा कसरी कन्भर्ट गर्ने त त्यो हामीले बुझ्नुपर्छ फेरि है त हेर्नु है त यसरी लेख्नु होला यसलाई चाहिँ हामीले लेख्न सकिन्छ रिलेसन बिट्विन है सेन्ट्रल एन्ड र मुभमेन्ट मान लो तपाईँको है हिसाब गर्दा गर्दा के तपाईँको के आउनुपर्छ र सेन्टर मुभमेन्ट आउनुपर्छ तर हिसाब गर्दा गर्दा तपाईँको के आइदियो भने र मुभमेन्ट आइदिइहाल्यो र मुभमेन्ट आइदिइहालेको छ भने अब हामीले के गर्नुपर्छ भने र मुभमेन्टलाई सेन्टर मुभमेन्ट किन र मुभमेन्ट भनेको तपाईँको ड्यास ड्यास हुन्छ भने सेन्टर मुभमेन्टको ड्यास हुन्न अब बिना ड्यासमा कन्भर्ट गर्नुपर्छ कसरी निकाल्न सकिन्छ भने म्यु1 निकाल्छ नि म्यु1 भनेको यो निकाल्न छ भने हामीसँग त यो यसको भ्यालु छ भने यो निकाल्न पर्छ कसरी निकाल्न सकिन्छ म्यु1 निकाल्न छ भने तपाईँले गरिन्छ म्यु1 को ड्यास माइनस म्यु1 को ड्यास गर्न पर्छ है र मुभमेन्टलाई सेन्टर मुभमेन्टमा कन्भर्ट गर्ने चाहिँ हेर त्यो कन्भर्ट कस्तो अवस्थामा गर्नुपर्छ त पछि कुरा गर्छु त्यसरी म्यु2 निकाल्न पर्छ म्यु2 भनेको फेरि म्यु2 को ड्यास माइनस म्यु1 को ड्यासको स्क्वायर गर्न पर्छ फेरि म्यु3 निकाल्न पर्छ म्यु3 भनेको म्यु3 को ड्यास माइनस 3 म्यु2 को ड्यास म्यु1 को ड्यास प्लस 2 म्यु1 को ड्यासको पावर क्युब हुने गर्छ है त अब फेरि म्यु4 निकाल्न छ भने फेरि तपाईँको के गर्नुपर्छ यहाँ म्यु4 को ड्यास माइनस 4 म्यु3 को ड्यास म्यु1 को ड्यास प्लस 6 म्यु2 को ड्यास म्यु1 को ड्यासको स्क्वायर अनि माइनस 3 म्यु1 को ड्यासको पावर 4 हुने गर्छ है त यो फर्मुला हेरी र मुभमेन्टलाई सेन्टर मुभमेन्टमा कन्भर्ट गर्ने फर्मुला चाहिँ यो हुने गर्छ यो फर्मुला बुझ्नुपर्छ तपाईँ हेर्न सक्नुहुन्छ र तपाईँलाई मैले कतिवटा टपिक भयो तपाईँ थाहा छ नि 3टा टपिक भयो है स्कुलिसको 2टा छ यो कुटुसिसको एउटा मात्रै छ र मुभमेन्टको पनि 2टा छ एउटा स्कुलिसिस छुट्टै छ कुटुसिस छुट्टै छ हामीसँग है त यसमा चाहिँ हामीले चाहिने भनेको र मुभमेन्ट र सेन्टर मुभमेन्ट चाहियो त्यो भएर चाहिँ सेन्टर मुभमेन्ट र मुभमेन्ट निकाल्ने तरिका यो हो तर र मुभमेन्टबाट फेरि हामीले सेन्टर मुभमेन्ट कन्भर्ट गर्ने तरिका चाहिँ फेरि यो छ र अन्तिममा चाहिँ अब हामीलाई के चाहिन्छ भने तपाईँ थाहा छ हामीलाई अन्तिममा चाहिँ इज सोध्ने भनेको हामीलाई 4 नम्बरको टपिकमा चाहिँ 5 नम्बर समरी है 5 नम्बर समरी एन्ड के हो चाहिँ यहाँ विस्कर प्लट बक्स भन्ने गर्छ यति भित्रबाट तपाईँलाई इक्जाममा आउने गर्छ है 5 नम्बर समरी भनेको चाहिँ के हो भने त्यो पनि तपाईँलाई म भनिदिन्छु है हामीसँग के छ भने 5 नम्बर समरी 5 नम्बर समरी भनेको चाहिँ के हो भने हामीले स्मलेस्ट भ्यालु Q1 मिडियन Q3 र लार्जेस्ट भ्यालु है त यस्तो निकाल्न पर्ने हुन्छ यो कसरी निकाल्न सकिन्छ त तपाईँलाई पछि कुरा गर्छु र विस्कर प्लट बक्स भनेको चाहिँ कस्तो हुन्छ भने तपाईँ यस्तो धक्का तान्न पर्ने हुन्छ यहाँ एउटा यस्तरी बक्स बनाउन पर्ने हुन्छ यसरी बक्स बनाउन पर्ने हुन्छ त्यो म पछि हिसाब गर्छु यसलाई चाहिँ Q1 मान्छ यसलाई Q2 मानिन्छ यसलाई मिडियन मानिन्छ है त यसरी गर्छ तपाईँको यसरी स्मलेस्ट भ्यालु हुन्छ यहाँ तपाईँको कस्तो हुन्छ यो तपाईँको लार्जेस्ट भ्यालु हुन्छ यसरी बक्स बनाउनुपर्छ यो हिसाब गरेर बनाउने बक्स त्यो पछि कुरा गर्छु है त दिमाग हाम्रो यति यो टपिक यो 4वटा टपिकको बुझ्न पर्ने हुन्छ तपाईँलाई इक्जाममा चाहिँ यो भन्दा बाहिरबाट तपाईँलाई इक्जाममा सोधिदिन्न ख्याल राख्नु कहिले पनि सोधेको पनि छैन ल म तपाईँलाई सबैभन्दा पहिला कुन टपिक सिकाउँछु भने आज तपाईँलाई यहाँ चाहिँ यो काल पर्सनको सिकाउँछु है काल पर्सन इम्पोर्टेन्ट छ त्यही भनिदिन्छु यो काल पर्सन सिकाउँछु यो चाहिँ त्यसमा चाहिँ के चाहिन्छ हामी यहाँ मिन मोड स्ट्यान्डर्ड डेभिएसन निकाल्न पर्छ है दिमागमा कन्सेप्ट राख्नु होला जस्तो कि तपाईँ एउटा क्वेसन देखाइदिइहाल्नु हिसाब गरेर है त ल तपाईँले यहाँ स्क्रिनमा हेर्नु है सबजनाले स्क्रिनमा कुन क्वेसन छ अरे 2078मा सोधेको छ कति मार्क्समा आएको छ भने 10 मार्क्समा आएको छ है यो तपाईँलाई भनिसकेको छु इक्जाममा के तपाईँलाई कहिले काहीँ के अनि यो तपाईँले इक्जाममा के आउँछ भने तपाईँलाई चाहिँ यो 10 के अरे
भन्न पर्यो के भन्नु के भन्न खोजेको भने इक्जाममा तपाईँलाई कहिले कहिले कस्तो हुन्छ भने तपाईँ लकी हुनुहुन्छ भने यो च्याप्टरबाट तपाईँलाई कहिले कहिले दुईवटा क्वेसन आउन सक्छ 10 मार्क्समा आउन सक्छ 15 मार्क्समा आउन सक्छ 10 मार्क्समा चाहिँ काल पर्सनको आइदिन्छ र 15 मार्क्समा चाहिँ के आइदिन्छ भने मुभमेन्टको आइदिन्छ तपाईँ लकी हुनुहुन्छ भने त्यसरी आउँछ है तपाईँले हेर्न सक्नुहुन्छ त्यो 78 मा त्यसरी आएको थियो 78 मा चाहिँ 78 सालमा चाहिँ तपाईँको टोटल 29 मार्क्सको आएको थियो यो च्याप्टरबाट 29 मार्क्सको क्वेसन आएको थियो ख्याल राख्नु एउटा 10 मार्क्सको एउटा 15 मार्क्सको दुईवटा चाहिँ 2 मार्क्सको आएको थियो ठ्याक्क 29 मार्क्सको आएको छ 78 सालमा है त जस्तै तपाईँ हेर्न सक्नुहुन्छ यहाँ हेरेर तपाईँ हेर क्यालकुलेट द काल पर्सन हिँड्यो भने काल पर्सनमा चाहिँ काल पर्सन कोफिसिएन्ट अफ स्क्लेरोसिस भन्छ त्यसमा छ नि यो चाहिँ के सोधेको भन्छ यो काल पर्सन कोफिसिएन्ट सोधेको छ यहाँ चाहिँ एसकेपी सोधेको मिन निकाल्न पऱ्यो मोड निकाल्न पऱ्यो स्ट्यान्डर्ड निकाल्न पऱ्यो हामीसँग हेर्न सक्नुहुन्छ यहाँ के दिएको छ एउटा हामीलाई क्लास दिइरहेको छ 0 देखि 10 10 देखि 20 देखि 80 सम्म दिएको छ यहाँ चाहिँ फ्रिक्वेन्सी दिएको छ अब हामीले सल्भ गर्न परेको छ भने कसरी सल्भ गर्न सकिन्छ तपाईँ हेर्न सक्नुहुन्छ 2078 मा सोधेको प्रश्न हो सबैभन्दा पहिला हामीले यहाँ क्लास कति दिएको छ भने हामीले क्लास लेखौँ है त ल क्लास यहाँ दिएको छ 0 देखि 10 10 देखि 20 20 देखि 30 30 देखि 40 40 देखि 50 50 देखि 60 60 देखि 70 र 70 देखि कति छ तपाईँ यहाँ चाहिँ 80 दिएको छ र यसको एफ दिएको छ यसको एफमा चाहिँ हामीले कति दिइराखेको छ भने 4 दिएको छ 5 दिएको छ 14 दिएको छ त्यसपछि 17 दिएको छ 25 दिएको छ 18 दिएको छ 10 दिएको छ 7 दिएको छ यो तपाईँ मैले एफ लेखिदिइसकेको छु अब यहाँ हामीले सक्छ त्यसपछि मिड भ्यालु निकाल्न पर्यो किन थाहा छ नि तपाईँलाई मिन भनेपछि मिन चाहिन्छ किनकि फर्मुला एस काल पर्सनको फर्मुला के हो त काल पर्सनको फर्मुला भनेको मिन माइनस मोड अपन स्ट्यान्डर्ड हो मिनको लागि त हामीले के चाहिन्छ मिनको लागि त हामीले मिड भ्यालु चाहियो त्यो मिड भ्यालु निकाल्न पर्छ यसको चाहिँ हेर यहाँ कति हुन्छ यहाँ 5 15 25 35 45 55 65 75 आयो र त्यसपछि चाहिँ हामीले डी निकाल्न पर्यो है त डी निकाल्न तपाईँ त आइहाल्छ यहाँ पनि तपाईँको मिड भ्यालुबाट बिचमा कुन पर्छ तपाईँको 1 2 3 4 5 6 7 8 छ बिचमा चाहिँ तपाईँ यो दुईवटा पर्छ अब जुन लिनु पान्छ 35 लिनुहुन्छ 45 लिनुहुन्छ म चाहिँ 35 लिन्छु ल सानो लिन्छु सकेसम्म सानो लिनु सजिलो हुन्छ तपाईँलाई अपरमा चाहिँ यहाँ कतिले भाग 10ले भाग गर्नु पऱ्यो 5 माइनस 35 गर्नु होला तपाईँको कति आउँछ भने माइनस 30 आउँछ माइनस 30 लाई 10ले भाग गर्नु माइनस 3 आउने भयो 15 माइनस 35 गर्नु कति हो माइनस 20 आउँछ 20 लाई 10ले भाग गर्दा माइनस 2 आउँछ यो माइनस 1 आउँछ 0 आउँछ 1 आउँछ 2 आउँछ 3 आउँछ 4 आउँछ है दिमाग तपाईँ यसो राख्नु होला तपाईँलाई मैले सुरुको दिनमा सिकाएको थिएँ मिन निकाल्न सिकाएको तपाईँलाई यो अब त्यसपछि डी निकालेपछि फेरि अब हामीले एफडी गर्नु भएको छ भने के आउँछ मिन आउँछ है त थाहा छ नि फेरि एफडी को स्क्वायर गर्नुभयो भने के आउँछ सिबी आउँछ सिबी स्ट्यान्डर्ड डिभिजन आउँछ किनकि हामीले स्ट्यान्डर्ड डिभिजनको हामीले के चाहिन्छ एफडी स्क्वायर चाहिन्छ किनकि हामीले अस्ति भर्खर सिबीमा पनि पढेको सिबीमा हामीले के गर्थ्यो एफडी निकाल्थ्यो एफडी स्क्वायर निकाल्थ्यो होइन त्यो यहाँ पनि सेम त्यही हो है त त्यो पनि अब फर्स्टमा एफडी निकालौँ 4 ले माइनस धेरै तपाईँले भनेको नि अगाडिको च्याप्टर बुझ्नु भएको छ भने पछाडिको 2-3टा च्याप्टरसम्मलाई हामीले हेल्प पुग्छ र अगाडिको च्याप्टर हामीले जस्तो मिन मोड स्ट्यान्डर्ड डिभिजन मिडियन सबै यहाँ चाहियो कि चाहियो नि त्यो अगाडिको च्याप्टर एकदम इम्पोर्टेन्ट छ त्यहाँ ख्याल राख्नु होला अब निकालौँ है त ल 4f ले डिला गर्नु 4 ले माइनस 3 लाई गर्दा यो माइनस 12 भयो 5 ले माइनस 2 लाई गर्दा माइनस 10 भयो 14 ले 1 लाई गर्दा माइनस 14 भयो 7 ले 0 गर्दा 0 भयो 25 ले 1 लाई गर्दा 25 हुन्छ 18 2 लाई गर्दा कति हुन्छ 36 भयो 10 ले 3 लाई गर्दा कति भयो 30 भयो 7 ले 4 लाई गर्दा कति हुन्छ 28 हुन्छ अब यो आएपछि अब यो निकाल्न पर्यो अब यसले इन्टु गर्नु माइनस 3 ले माइनस 12 लाई गर्दा है माइनस माइनस काटिन्छ कति हुन्छ 12 त्यहाँ 36 हुने भयो 2 ले माइनस 20 10 लाई गर्दा प्लस 20 भयो यो 14 भयो यो 0 भयो यो 25 भयो यो 72 भयो यो 90 भयो है त यो चाहिँ कति हुन्छ भने यो चाहिँ 112 हुने गर्छ है हामीसँग तपाईँलाई 28 × 4 हैन र हो 112 हुने गर्छ ल ल यस्तो तपाईँ निकाल्नु ल यो सबै जोड्नु अब तपाईँको समेसन एफडी भनेको कति आउँछ भने माइनस 12 माइनस 10 माइनस 14 प्लस 25 प्लस 36 प्लस 30 प्लस 28 गर्नु होला गर्नुभयो भने तपाईँ यो कति आयो यहाँ चाहिँ 83 आएको छ समेसन एफडी को स्क्वायर गर्नु होला 36 20 14 25 72 90 र त्यसपछि 112 तपाईँ जोड्नु भयो भने यो कति आउँछ 369 आउँछ है तपाईँले एकचोटि राम्रोसँग गर्नु है मैले कतै त विस्तृत गरेको छैन नि फेरि कहिले मैले उल्टो पाइदिन्छु कि ठिक छ यो पनि ल अब यति गरेपछि अब हामीले के गर्न सकिन्छ भन्दिमा राख्नु तपाईँको यो हामीले निकाल्यो अब हामीलाई के चाहिन्छ यहाँ तपाईँलाई थाहा छ नि हामीले यहाँ चाहिने भनेको अब तपाईँको के छ भने सबैभन्दा पहिला मिन निकाल्न पर्छ
है त। त्यसको लागि फर्स्टमा तपाईँ एन पनि गरिहाल्नु, एन पनि लेखिहालौँ। 4 + 5 सरी 4 + 5 + 14 + 17 + 25 + 18 + 10 + 7 गर्नु होला। ठ्याक्कै कति आयो? 100 आयो त ल। सबैभन्दा पहिला चाहिँ एसक्युएम के चाहिन्छ? मिन चाहिन्छ। सबैभन्दा पहिला हामीले मिन निकाल्नु होला। मिन निकाल्ने फर्मुला तपाईँ थाहै छ, a + समेसन FD अपन n इन्टु h। यो मैले फर्स्ट च्याप्टरमा सिकाएको छु। फर्स्ट च्याप्टरमा नै हामीले मिनमा पनि सिकेको थियो यो। फेरि दोस्रो च्याप्टरमा पनि हामीले सिबी निकाल्दा पनि सिकेको हो। त्यही भएर चाहिँ यो कन्फ्युज हुने कुरा चाहिँ छैन। यहाँ चाहिँ ए निकाल्नु तपाईँले यहाँ कतिको छ? 35 दिइरहेको छ। एमा चाहिँ तपाईँले यहाँ कति भयो? 35 भयो प्लस FD छ। अब FD भनेको तपाईँको 83 आएको छ। 83 राख्नु तपाईँ यहाँ चाहिँ। एन भनेको 100 दिएको छ। एच भनेको यहाँ कति छ? 10 दिएको छ है त हामीसँग। यो कति आउँछ? 35 प्लस यो इन्टु गरेर भाग गर्नु ल। 8.3 आउँछ। यो तपाईँको 43 पोइन्ट कति आउँछ? 3 आउने गर्छ तपाईँको। यो चाहिँ के आयो तपाईँको? यो तपाईँको मिन आयो। अब त्यसपछि हामीले अप्परमा के छ? स्ट्यान्डर्ड डिभिजन छ। स्ट्यान्डर्ड डिभिजन निकाल्न पर्यो। स्ट्यान्डर्ड डिभिजन निकाल्ने फर्ममा तपाईँ कसरी सिकाएको? अस्ति भर्खर सिबी हामीले पढेको FD को स्क्वायर अपन एन है, दिमाग राख्नु। हामीसँग अपन एन भयो हामीसँग। र त्यसपछि चाहिँ हामीसँग यहाँ कति हुन्छ भने त्यसपछि माइनस समेसन FD को तपाईँ यहाँ कति हुन्छ भने सरी FD एन को यहाँ कति हुन्छ? सो यहाँ चाहिँ होल स्क्वायर हुन्छ। यो अन्डर रुट तपाईँ यहाँ कति भयो? एच भयो है त। यो 369 ले तपाईँको यहाँ 100 डिभाइड गर्नु होला। यो तपाईँको चाहिँ 83 पोइन्ट तपाईँको 10 ले के गर्न सक्नुहुन्छ? यहाँ चाहिँ डिभाइड गरेर स्क्वायर गर्नु है त। यहाँ कति आउँछ? यसरी इन्टु यहाँ 10 भयो। यो तपाईँको 3.69 भयो हामीसँग भने यो 83 ले तपाईँले सरी यो चाहिँ 100 है, 100 ले डिभाइड गर्नु होला फर्स्टमा। र त्यसको स्क्वायर गर्नु होला। 0.688 तपाईँको 9 आयो इन्टु 10 भयो। अब फर्स्टमा तपाईँ यो माइनस गर्नु है त। कति आउँछ? 3.69 फर्स्टमा तपाईँले माइनस गर्नु होला। कति आउँछ त? माइनस गर्नुभयो भने तपाईँ यो आउँछ 3.0011 आयो इन्टु 10 भयो। अब रुट खोल्नु फेरि तपाईँले। रुटमा 3.0011 तपाईँले रुट खोल्नु होला। यो तपाईँ कति आउँछ? 1.7324 आयो इन्टु तपाईँको 10 गर्नु होला। 17.32 के आयो? 4 आयो। तपाईँ हेर्न सक्नुहुन्छ हामीले काल पर्सनको के निकाल्यो? मिन पनि निकालिसक्यौँ, स्ट्यान्डर्ड डिभिजन निकालिसक्यो। अब कसको पालो? अब मोडको पालो। तपाईँलाई मैले मोड कसरी सिकाएको थियो अगाडि च्याप्टरमा? मिन, मिडियन, मोड भनेर सिकाएको थियो तपाईँलाई कसरी सिकाएको थाहा छ नि? मिन, मिडियन, मोडमा मिनमा चाहिँ हामीले FD गर्थ्यो, मिडियनमा चाहिँ हामीले CF गर्थ्यो, अनि मोडमा चाहिँ हामीले के पनि गर्थेन। मोडमा सिधै तपाईँ यहाँ हेर्नुपर्छ। यहाँबाट तपाईँको हाइएस्ट फ्रिक्वेन्सी कति छ? यहाँ चाहिँ एफ, सबैले ठुलो एफ कति दिएको छ? यहाँ चाहिँ हाइएस्ट भनेको 25 दिएको छ। 25 दिएको छ भने तपाईँलाई मैले के सिकाएको सम्झाएको छ नि तपाईँले? 25 दिएको छ भने 25 ले तपाईँले के मान्न पऱ्यो? F1 मान्न पऱ्यो। यो क्लास लिनु पऱ्यो चाहिँ F1 भयो। यो मैले माथिको F0, यो तलको के छ? F2। यो सबै मैले अगाडि सिकाइसकेको छु। त्यही भएर एकदम इम्पोर्टेन्ट छ। अगाडिको च्याप्टर बुझ्नु भयो भने पछाडिको 2-3 च्याप्टरले हामीले हेल्प गर्छ है त। हेर्न सक्नुहुन्छ। सबै ठुलोले हामीले F1 मान्यो, त्योभन्दा माथिको F0, ठ्याक्कै तल के हुन्छ? F2 हुने भयो। र क्लास चाहिँ तपाईँको 40 देखि 50 भयो भने चाहिँ हामीले यहाँ लेख्दा के लेख्नु पर्छ भने हियर है द म्याक्सिमम के गरे? फ्रिक्वेन्सी, म्याक्सिमम फ्रिक्वेन्सी इज कति दिएको छ? 25 दिएको छ। सो यसको क्लास कति पर्छ? यसको क्लास भनेको तपाईँ यहाँ चाहिँ 40 देखि 50 पर्छ है त। एज कति छ? क्लास इन एज कति दिएको छ? 40 देखि 50। यो क्लास मिलेको छ, त्यसले मिलाउन पर्दैन। यदि क्लास नमिलेको भए चाहिँ हामीले रियल क्लास झिक्न पर्थ्यो। यो क्लास मिलेको चाहिँ निकाल्न पर्दैन। जसमा एल भनेको चाहिँ यो अगाडिको 40 भयो हामीसँग। जसमा F1 भनेको चाहिँ तपाईँको ठ्याक्कै माथिको F1 कति दिएको छ? 25 दिएको छ। F1 भनेको 25 लेखिदिनु होला। F0 भनेको चाहिँ ठ्याक्क त्योभन्दा माथिको 17 दिएको छ। 17 लेख्नु तपाईँले यहाँ चाहिँ। F2 भनेको चाहिँ ठ्याक्कै यसको तलको 18 दिएको छ। 18 लेखिदिनु होला। र H भनेको चाहिँ कति छ? यहाँ चाहिँ 10 दिएको छ। अब यसरी तपाईँले यहाँ के गर्न सक्नुहुन्छ भने फेरि तपाईँले यहाँ चाहिँ मोड लेख्नु होला। मोड फर्ममा तपाईँ थाहै छ। L + F1 - F0 गर्नु, फेरि 2 गर्नु, F1 - F0 - F2 इन्टु तपाईँ यहाँ चाहिँ एच गर्नु होला है त। L भनेको तपाईँ यहाँ चाहिँ 40 प्लस F1 भनेको 25 दिएको छ, -17 भइहाल्यो। यो पनि 2 इन्टु 25 भयो, -17 -18 इन्टु तपाईँको कति भयो? 10 भयो। अब यो 40 को 40 भयो, प्लस को प्लस भयो। अब तपाईँको माथि तपाईँले घटाउनु भयो भने यो 8 आउँछ है त। यो 25 हुन्छ, 25 इन्टु 2 गर्दा 50 हुन्छ। 50 मा 17 पनि घटाउने, 18 पनि घटाउने भयो, तपाईँको कति आउँछ? यहाँ तपाईँको 15 आउँछ
इन्टु 10 गर्नु है तपाईँसँग यसरी। त्यसपछि 40 को 40 गर्नु होला, प्लस को प्लस गर्नु होला। अब यो दुईटा तपाईँले इन्टु गर्नु, 8 इन्टु 10 गर्दा कति आउँछ त 80 आउँछ। 80 ले तपाईँले चाहिँ 15 ले डिभाइड गर्नु होला, यो कति आउँछ भने 5.33 आयो। भनेपछि यो तपाईँको जोड्दा कति आउँछ 45.33। तपाईँ हेर्न सक्नुहुन्छ हामीले मिन पनि निकाल्यो, मिडियन पनि निकाल्यो, सरी मोड पनि निकाल्यो, साथमा स्ट्यान्डर्ड डिभिजन पनि निकाल्यो। अब यसपछि बल्ल हामीले प्रश्नमा सोधेको के हो अरे, हामीले सोधेको के हो काल पर्सन सोधेको। तपाईँ दिनु भएको छ नि, यहाँ सोधेको छ काल पर्सन है। काल पर्सनमा चाहिँ सबैभन्दा तपाईँलाई काल पर्सन भन्ने बित्तिकै काल पर्सन भनेको के हो त त्यो बुझ्नुपर्छ। काल पर्सन भनेको फर्मुला के हो त, काल पर्सनको फर्मुला भनेको मिन माइनस मोड अपन स्ट्यान्डर्ड डिभिजन। भनेपछि हामीले के निकाल्नु पर्छ, फर्स्टमा मिन निकाल्नु पर्ने रहेछ, मोड निकाल्नु पर्ने रहेछ, स्ट्यान्डर्ड डिभिजन निकाल्नु पर्छ, हामीले थाहा पाउनुपर्छ पहिला फर्स्टमा। त्यो फर्स्टमा काल पर्सन भन्ने बित्तिकै तपाईँलाई फर्स्टमा के अहिले फर्मुला लेखिहाल्ने, यसको फर्मुला के हुन्छ फर्मुला बुझिहाल्ने, फर्मुला मिन माइनस मोड गरिहाल्ने। हामीलाई के चाहिन्छ भने बुझ्ने, हामीले चाहिँ मिन चाहिने रहेछ, मोड चाहिन्छ, यो निकाल सबै यो निकाल्नु पर्छ बुझ्नुपर्छ। सबै निकालेपछि बल्ल अब हामीले के गर्न सकिन्छ भने हामीले सोधेको के हो त अथवा थाहै छ, हामीले सोधेको चाहिँ यहाँ हो एसकेपी सोधेको, काल पर्सन सोधेको है त। फर्मुला के छ मिन माइनस मोड अपनमा के छ स्ट्यान्डर्ड डिभिजन छ। अब मिन भनेको चाहिँ हामीले निकालिसकेका छौँ। कति आएको छ मिन भनेको छ है त्यो थाहा छ नि 43.3 आएको छ। मैले यहाँ कति राखेँ भने 43.3 आयो, माइनस मोड भनेको कति आएको छ, मोड भनेको भर्खर आएको त्यो चाहिँ लास्टमा कति आएको छ 45.33 आएको छ। मैले यहाँ कति राखेँ भने तपाईँ हेर्न सक्नुहुन्छ 45.33 छ। स्ट्यान्डर्ड डिभिजन मैले भर्खर कति झिकेको छु माथि यहाँ चाहिँ 17.324 आएको छ है, तपाईँ हेर्न सक्नुहुन्छ 17.324 आएको छ। अब तपाईँको माथि फर्स्टमा तपाईँले घटाइदिनु है, म डाइरेक्ट हाल्छु ल बुझ्नु चाहिँ 43.3 मा 45.33 तपाईँले घटाउनु इक्वल गर्नु, इक्वलको के आयो माइनसमा आयो। माइनस कति आयो भने तपाईँको माइनस 2.03 आएको छ। यो 17.324 ले डिभाइड गरिदिनु, अब डिभाइड 17.324 ले गर्नु होला। र तपाईँ यहाँ कति आएको छ देख्नु भएको छ तपाईँ यहाँ क्वेसनमा, अनि यहाँ आएको छ तपाईँको चाहिँ माइनस 0.1172 आएको छ। यदि तपाईँको चार्टमा लेख्न मन छ भने माइनस 0.1172 आएको छ। किताबमा चाहिँ जम्मा दुईवटा मात्रै लेखेको छ पोइन्ट पछि, त्यो हेरेर चाहिँ यो के हुन्छ भने यदि यो है यो त फिक्स 4 मा छ, यदि फिक्स 2 मा राख्नु भएको छ भने फिक्स दबाएर 2 मा राख्नु भएको छ भने कति आउँछ माइनस 0.12 आउँछ। किताबमा चाहिँ के दिएको छ भने माइनस 0.12 दिएको छ। तपाईँ हेर्न सक्नुहुन्छ यसरी माइनस 0.12 दिइरहेको छ। यति गरिन्छ हामीसँग, तपाईँ हेर्न सक्नुहुन्छ। यो एसकेपी को भ्यालु चाहिँ हाम्रो प्लसमा आयो कि माइनसमा आयो त, एसकेपी को भ्यालु चाहिँ हाम्रो केमा आयो भने दिमाग सुन है यो माइनसमा आएको छ। यो के छ भने यो चाहिँ तपाईँको चाहिँ यो 0 ठ्याक्कै 0 आएको भए चाहिँ हामीले सिमेट्रिकल डिस्ट्रिब्युसन भन्थ्यो। ठ्याक्कै यो चाहिँ के भयो अरे यो तपाईँको 0 भन्दा के भयो सानो भयो, यो चाहिँ बुझ्दा यो चाहिँ तपाईँ के भयो अरे 0 भन्दा के भयो तपाईँको चाहिँ एसकेपी को भ्यालु के भयो तपाईँ यहाँ चाहिँ सानो भयो। भनेपछि तपाईँ यो के हुन्छ, यो चाहिँ तपाईँको के हुन्छ भने नेगेटिभ हुन्छ, यो नेगेटिभ स्क्यू भन्ने लेखेको छ हामीसँग हेर। यदि एसकेपी को भ्यालु है एसकेपी को भ्यालु फेरि तपाईँको भोलि 0 भन्दा ठुलो आएको भए मतलब प्लसमा आएको भए चाहिँ, यदि यो प्लसमा आएको भए चाहिँ 0 भन्दा ठुलो मतलब यो यदि प्लसमा आएको भए त्यसलाई चाहिँ के लेखिन्छ फेरि हामीसँग पोजिटिभली है पोजिटिभली स्क्यूड भनिन्छ है त्यसरी। अब तपाईँको एसकेपी को भ्यालु ठ्याक्कै 0 आएको छ भने ठ्याक्कै 0 आएको छ भने त्यसलाई चाहिँ के भन्छ फेरि सिमेट्रिकल, यस्तो सिमेट्रिकल है डिस्ट्रिब्युसन भन्ने गर्छ। यो जग्गा चाहिँ बुझ्नु भयो। अहिले चाहिँ हाम्रो चाहिँ के आएको छ भने एसकेपी को भ्यालु अहिले चाहिँ हाम्रो के आएको छ 0 भन्दा सानो आएको छ। अनि त्यो भएर चाहिँ के भयो भने यो चाहिँ नेगेटिभली स्क्यू भयो, माइनसमा आएको छ नेगेटिभ भयो, प्लसमा आएको छ भने पोजिटिभ हुन्छ, 0 आएको छ भने सिमेट्रिकल डिस्ट्रिब्युसन हुने गर्छ। यसरी तपाईँले दिमागमा तपाईँले कन्सेप्ट राख्नु होला। हेलो के पनि छैन हामीसँग हेर सबै कुरा हामीले पहिला सिकिसकेका छौँ। मिन पनि हामीले पहिला सिकिसकेका छौँ, मोड पनि हामीले पहिला सिकिसकेका छौँ, स्ट्यान्डर्ड हामीले पहिला अगाडि च्याप्टरमा सिकेछ। जस्ट त्यो 3टा कुरा निकालेर यो एसकेपीमा राख्ने मात्रै काम हो। त्यही भएर तपाईँलाई बुझ्नुपर्छ काल पर्सन भन्ने बित्तिकै तपाईँलाई काल पर्सन कोफिसिएन्ट अफ स्क्युनेसिस भन्ने बित्तिकै फर्मुला के हो त त्यो बुझ्नु पर्छ। सबै तपाईँले फर्मुला भनेको त्यसको चाहिँ मिन माइनस मोड अपन स्ट्यान्डर्ड भनेपछि हामीसँग के निकाल्नु पर्छ त्यसमा मिन निकाल्नु पऱ्यो, मोड निकाल्नु पऱ्यो, स्ट्यान्डर्ड डिभिजन निकाल्नु पऱ्यो भनेर बुझ्नु पऱ्यो हामीसँग है त। तपाईँलाई आज फर्मुला लेखेर त थाहा छ नि, मोडको चाहिँ आज एसकेपी फर्मुला आएको पनि थियो, मिन माइनस मिडियन पनि थियो, यो पनि थियो, माथिको फर्मुलाबाट गर्न नसके। तर यो कस्तो अवस्थामा गरिन्छ भने त्यो तपाईँलाई म भनिदिन्छु है। यो कस्तो अवस्थामा गरिन्छ भने तपाईँलाई यदि के तपाईँलाई ध्यान सुन है, यदि मेरो F1 छ नि F1 यहाँ कति आयो 25 छ नि हाइएस्ट भनेको, यदि म यहाँ दुईवटा F1 हुनु भए मतलब 25 दुईवटा 25 दिएको भए हाम्रो त्यस्तो केसमा त हाइएस्ट फ्रिक्वेन्सी त दुईवटा हुन्छ।
अब हाइएस्ट फ्रिक्वेन्सी दुईटा भयो भने त्यस्तो केसमा हामीले मोड निकाल्न मिल्दैन, ख्याल राख्नु। अथवा क्लास कुरामा भयो एउटा चाहिँ त्यो कन्डिसन है त, यदि हाइएस्ट फ्रिक्वेन्सी दुईटा छ, दुईटा 25 भने दुईटा दिएको छ भने त्यस्तो केसमा हामीले मोड निकाल्न मिल्दैन। अब हामीले दुईटालाई F1 मान्ने कुरा त भएन गरे, दुईटालाई F1 मान्न नसकेको कारणले हामीले त्यो मोड निकाल्न मिल्दैन। त्यस्तो केसमा हामीले के निकाल्नुपर्छ, मिडियनबाट सल्भ गर्नुपर्ने हुन्छ। र अर्को कन्डिसन चाहिँ के छ भने फेरि तपाईँको यो क्लास दिनुभयो चाहिँ क्लास, यहाँ सबमा कतिको ग्याप छ, सबमा 10 को ग्याप छ क्लासहरू। यदि कसैको क्लास 10 मा छ, कसैको 5 मा छ, कसैको 20 मा छ, कुनै क्लास हुन्छ नि क्लास एउटै क्लास एउटै ग्याप नभएर कुनै 10 को, कुनै 20 को, कुनै 5 को यस्तो छ भने त्यस्तो केसमा चाहिँ हामीले मिन निकाल्न मिल्छ, मिडियन निकाल्न मिल्छ, तर तपाईँले मोड निकाल्न मिल्दैन। मोडको लागि सबै क्लास के हुनुपर्छ, बराबर हुनुपर्छ है। कसैको कुनै यहाँ 10 मा दिएको छ, कुनै 20 मा दिएको छ भने त्यस्तो केसमा तपाईँले मोड निकाल्न मिल्दैन। अरू चाहिँ निकाल्न मिल्छ, तपाईँले मिडियन, मिन, क्वार्टल, पर्सेन्टेज सबै निकाल्न मिल्छ, तर मोडको लागि चाहिँ तपाईँले जहिले पनि क्लास के हुनुपर्छ, सेम हुनुपर्छ है त, एउटै हुनुपर्छ। 10 को सब ग्याप छ, तर कुनै 10 को छ, कुनै 15 को छ, कुनै 20 को छ भने चाहिँ त्यस्तो केसमा पनि हामीले मोड निकाल्न मिल्दैन। त्यस्तो केसमा पनि हामीले मोडको साटो यो तलको फर्ममा युज गर्नुपर्छ, 3 लेखेर मिन माइनस मिडियनबाट गर्नुपर्ने हुन्छ है। दिमाग कन्सेप्ट तपाईँले यसरी राख्नु होला। हेर्न सक्नुहुन्छ यसरी हामीले के गर्न सकिन्छ भने यो क्वेसनको लागि हामी